कोदो फलेछ। यता यता हाम्रो आमाको घर, दाइको घर जाँदैछु। ए सुन्तला फलेछ, सुन्तला। भिडियो खिच्दाखेरि फेरि आलीबाट तल खसौँला है म चाहिँ। ऊ त्यहाँ केरा फल्दैछ, पाकेको छैन, आँपको रुख रहेछ। कोदोबारी। आहा कस्तो राम्रो जङ्गल, हरियाली, कति रमाइलो छ। हाम्रो आमाको घर। ए थाहा छैन, रिसाउनुहुन्न आमा? ए आमा रिसाइसकेछ। सहम यो यता साइडमा फलेको के हो थाहा छ तिमीलाई? यसलाई के भन्छ थाहा छ? तरकारी। तरकारी होइन, कोदो हो यो। तिमी प्यानकेक खान्छौ नि कान्छा, तिमी प्यानकेक खान्छौ नि, त्यही हो। हान्यौ? हान्यो। अब उतापट्टि अब एउटा स्टोन फाइन्ड गरेर फेरि सानो रक फाइन्ड गर। यहाँ उयो गर न, उयो त्यो ठुलो भयो, उयो गर, उयो राउन्ड सेप गर त। दिदीले गुलेली हान्छ अरे। गयो अलि अलि। प्रिसा त्यसको नाम के हो नेपालीमा? गुलेली। गयो गयो ऊ सी वहाँ पुग्यो। मेरा भाइयो आहै रामधरी भन, आहै सोध्नेलाई भन, आहै भन न भन, आहै रातो माटो, आहै चिप्लो बाटो, आहै लड्दै र पढ्दै, आहै आएका हामी झिलिमिली आहै केराको खम्बा, आहै छ बहिनी जम्मा, कति दिन्छ साइकलको घन्टी, छिटो गर अन्टी, कस्ती न कस्ती, यो घरको दिदी कस्तो ल भन यो। भन्नु दिनु न, यिनीहरूले के जस्तो देखे आफै भन्छन्। ल भन आमाको जस्तो।
कसरी थाहा पायो पाइ है मेरो कलर निकाल बासा पाइ भएको मेरो माया मान्ने भएदेखि छोरीलाई नै माया मान्नुहुन्छ नि लकको कुरा तिमी फेरि 12 हो नि ल है अब छैन है मेरो त हेरी र अलि म त लास्टमा खोज्छु भन मेरो केही छैन ल कलर हैन 2 3 5 त्यो न 2 3 5 त बोल के छ त्यो त खिचेले हो ले पुन्टे त साम आऊ यता आउँछौँ एकैछिनमा आउँछौँ घाँस काट्न जानु लाग्यो हामी सबैजना जिन्समा घाँस अब आउनु भयो अगाडि मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो सगरमाथा शिर बनी यहाँ उभिएको छ करोडौं मुटु माझ यहाँ सजिएको छ खोला नाला झरनाको मिठो सुसेली आइरहन्छ यो मनमा झलझली आइरहन्छ यो मनमा झलझली मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो यिनीहरूले मलाई छोडेर गयो एक्लै म यहीँ बसिरहेको छु म अघि यहाँ बसेको तिमीहरू यहाँबाट छोडेर गएको होइन मलाई म त्यही छु अझै कति बेला आउँछ भनेर कुरेर बसेको होइन को यिनीहरू तल गए बा घाँस काट्नु भएको यो भाइ त कति माया पायो सबैजनाले यो भाइलाई त पुन्टेलाई पिट्न पाउँदैन मैले पिट्न पाउँछ अरे मलाई सबैलाई हेर यो पुन्टेलाई मताएर सबैले माया गर्छन् फेरि यसलाई यी तीनजनालाई फेरि छुटाउने पनि छोरीहरू घर छोरा आउँछन् ल छोड्दै होइन त्यस्तो अरे बाँचे कि किन भन्न पर्यो त्यो लड्ने डड्ने बच्चालाई लिएर गएको बच्चालाई लिएर गएको तिली चाहिँ सम्म गयो अनि आइयो
कहाँ गयो तिनीहरू अनि कति क्युट रहेछ यो उहाँ पछाडि हो कहाँ यहाँ पनि लाउनुहुन्थ्यो उता पछाडि लाउनुहुन्थ्यो अघि म त्यता गएर आएको ऊ त्यहाँ पनि रहेछ इस्कुस फलेको ए बाली यहाँ अघि यत्रो धेरै घाँस काटेर जानुभएको छ नटी बिचरा बा मैले अघि भनेको सुनिनस् पाकेसी खामला भनेको अनुपले ल जाम सबै यहाँबाट गुल्टेको होइन अस्ति नै धारामा हिँड न तल हिँड ल टिपा गुवा टिपा अम्बा ल के हो त्यो नेपालीमा के भन्छन् अम्बा बेलौती पनि भन्छन् त्यो कस्तो मिठो छ खाऊ प्रिसा पखालेर खाऊ सोहम लड्न आयो तिमी छोरा यसलाई म पिक्चर गरिदिन्छु ल तिमी टेस्ट गरेर दिदीहरूले खाए जसरी खाऊ त हनी जस्तै जुस आउँछ ल खाऊ जाऊ त ल टिपेर दिदी देऊ त भाइलाई हो तान ल तान अनि त्यो ग्रिन पार्ट निकाल ग्रिन पार्ट निकाल ओ अब सक गर ल मिठो छ यो वाला हुन्छ त्यो वाला हुन्न यता हेरेर सक गरेर त हेर्न मन लाग्यो मिठो छ मेरो पनि छिटो मेरो पनि छिटो ल आऊ केही पनि आएन त्योबाट यताबाट अर्को टिप न जाऊ केही पनि आएन टिप टिप ल टिप ल हो त्यहाँ त तान तान के हुन तान ए यता तल आऊ त तल आऊ त्यो सानो छ अलि ठुलो टिप हो टिप अनि त्यो हो त्यहाँ सक गर अब मिठो छ केही पनि छैन यता 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 कता हिँडेको यता
जान हामी के अब फेरि चिया खायो भने भात खानु कहाँ पुग्यो गुड जब कान्छी यता देखाएर गर त हेरौँ ल सिकाइदेऊ त भाइलाई गयो गयो कहाँ पुग्यो ओ अर्को कहाँ गयो कान्छी अभि ओ नानीले कहाँ पुऱ्याइ अझै इनर्जी लगाउ कान्छ तन्काउँदाखेरि झन् टाढा पुग्छ जति तिमीले आफूतिर तन्काएर फ्याँक्छ नि त्यति टाढा पुग्छ हातमा लाउँछ फेरि खेलाको फेरि फर्केर हातमा लाउला नि त्यो पनि विचार गर्नुपर्छ कहाँको कहाँ पुग्यो ल फेरि है वान मोर हजुर टिम नचला भैँसी उफ्रिन्छ अरे टल्लोवाला हुन्छ अरे अहिले नि हुन्छ ल सरी 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 अघिदेखि त्यस्तै भयो फोटो भयो फोटो एउटा फोटो खिच्छ ल 3 2 हाम्रो बाले यहाँ भैँसी दुधै हुनुहुन्छ Oh wait, it's buffalo. Why are you buffalo सँग I mean हेर बाले दुध दुध भएको why are you भैँसी सँग बच्चा हुन्छ भैँसी भाउजू नाच्नु त मैले तपाईँ नाचेको देखेकै छैन यी नाच्नु नि हो सबैभन्दा राम्रो ल हाम्रो दसैँ तिहार तीज यही हो है सबै हाम्रो बाउ आउनुहुन्छ होइन कसरी खाने लु होइन होइन त्यसै हो बा बस्नु त कुन्टे बस मलाई लाग्यो कि चिसो भएको आइस जस्तो हिमाल त यहीँ हो जस्तो त नि कति राम्रो देखेको मलाई एउटा बिहान 6 बजे बेलचौतारा लगाइदिनु छ नल्लै नहुने छ एउटा टिकादेखि हस्पिटल चोकको त्यो डक्टर हो कान्छी ए छोरा इन्जोय गरिछौ कस्तो भएछ अब तिमी अमेरिका गएर के अरे अस्ट्रेलिया गएर मलाई फोन गर है अमेरिका अस्ट्रेलिया किन लपेटो हानेन बा आमाले अनि बुद्धि ल्यागी स्वाइनले लपेटो हान्ने हो र भनेको अनि
मैले त अस्ति नै एकदिन गाली गरिदिएको थिएँ कान्छीलाई ल दुईटा गर्ने एकैचोटि ल बाला ल ल है ल है प्रिसाको अलि नजिकै लैजाऊ न नजिकै लगाएर बाला त्यही त नजिकै लगाएर बाला के होइन 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 यच के ल गर छिटो गर ल बाला 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 रन 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 एउटालाई लाइटर बाला नआएर हैरान छ ट्राई 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 कस्तो लाइटर पनि बाल्न नआएको तिमीलाई साइडबाट गर न साइडबाट गर त्यस्तो भएन भएन त्यो थिचिराख के त्यो बल्दाखेरि अलिक तल राख अलि तल राख तल राख लाइटर तल राख बलेपछि मात्रै लग न हो त्यसै ओ गुड त्यस्तै हो गर गर त्यस्तै गर त्यस्तै गर थिच के तिमीले छिटो छोड्यौ हो ल ल ल ल हो त्यस्तै गर नजिकै गरेर गर नजिकै गरेर गर नजिकै लगाएर के हो त्यस्तो घुमाऊ अलि बेसकन थिच न कस्तो गरेको एकचोटि हल्लाऊ त ल अब गर त्यहाँ नजिकै लगाएर गर बेसकन थिच हातै दुखिसक्यो नि अलि बेसकन बाला बाला ल होइन बल्छ पल्छ पड्किन्छ यो भएन यो भएन यो बल्दैछ बल्दैछ फुस्सो भयो बन्द भयो सब भाग यो पनि भएन तीनटा अभी अमृत बल्छ 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 पड्किन्छ अब यो 3 2 1 उता गो 1 2 3 and go भएन त्यो रातो बल्दैछ है एकछिन नगर ला गयो गयो त्यहाँ पड्क्यो त्यहाँ 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 भएन 3 2
बसेको हो नि त आऊ के भयो अलि धेरै भाल है भाग 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 पड्केन नानीको एउटा नि पड्केन